बिजनेस अनलाइन लिएर जानु छ तर सोच्दै डर लाग्छ खर्च धेरै हुन्छ कि अब यो मिथ छोडौं। ट्रेडिसनल मार्केटिङमा न्यूजपेपर एड, रेडियो, होर्डिङ बोर्ड जसमा कस्ट धेरै अनि रिच पनि लिमिटेड हुन्थ्यो र मेजर गर्न पनि अप्ठ्यारो पर्थ्यो। डिजिटल मार्केटिङमा फेसबुक, इन्स्टाग्राम, युट्युब, गुगल जस्तो प्लेटफर्म युज गरिन्छ। बजेट आफैले सेट गर्न मिल्छ भने सस्तो अनि आफ्नो अडियन्समा मेसेज पुग्छ भने किन नगर्ने। डिजिटल मार्केटिङमा ₹500 को बजेटदेखि आफ्नो एड्स रन गर्न सक्नुहुन्छ भने त्यतिखेर आफ्नो एड्सको कन्भर्जन कस्तो छ भनेर पनि मेजर गर्न मिल्छ। जुन एड्स रन हुन्छ त्यसको ROI पनि हेर्न मिल्यो। आफ्नो बिजनेसमा आएको कन्भर्जन कुन एड्सबाट त्यसको इन्ट्रेस्ट, डेमोग्राफिक, एज, डिस्ट्रिक्ट वा त्यसको टार्गेटिङबाट आएको भन्ने सबै कुरो मेजर गर्न मिल्यो र आफ्नो कुन कम्पिटिटर्सले कस्तो एड्सहरू चलाइरहेको छ भन्ने कुरोहरू पनि हेर्न मिल्छ। मार्केट डिजिटल छ, एक्सन लिने तपाईको काम हो। त्यसैले अब डिजिटल मार्केटिङ बिजनेस ग्रोथको लागि जरुरी छ।